Together now in the street, Jhaure rhythm in our feet. नेपालले के हासिल गर्न सक्छ? नेपालको उदय निकै लोभलाग्दो रहेको छ। एसोसिएटबाट उदाएको हैसियतले पूर्ण सदस्य राष्ट्रहरूलाई चुनौती दिने स्थितिसम्म आइपुग्दा नेपाली राष्ट्रिय टोलीले यस प्रतियोगिताबाट के हासिल गर्न सक्छ त? अहिले विश्वले नेपाललाई नियालिरहेको छ, हेरिरहेको छ। यहाँका विभाजनहरूलाई चिरेर पुनः एकपटक अन्तर्राष्ट्रिय जगतमा नेपालले एकताको संकेत दिन सक्ने कुरा प्रष्ट छ। एउटा खेल खेल्ने खेलाडी र एउटा खेलको महत्त्व बुझ्न सक्ने हो भने यस्ता प्रतियोगितामा नेपाल अन्डरडगदेखि दावेदारसम्मको यात्रा तय गर्ने सकोस्। नेपालको टोली हेर्ने हो भने खासै त्यस्तो कुनै परिवर्तन छैन। कुशल, रोहित, सन्दीप, लोकेश, आरिफ र बासिक ब्याटिङ को जिम्मेवारीमा छन् भने करण र नन्दनले तीव्र गतिको बलिङ सम्हाल्नेछन्। सन्दीप, ललित र शेरले स्पिन बलिङको, आसिफ, गुलशन, दिपेन्द्र र सोमपाल अलराउन्डरको भूमिकामा छन्। नेपालले समूह चरणका खेल सबै मुम्बईको वानखाडे रङ्गशालामा खेल्नेछ। 4 मध्ये 3 खेलमा जित हासिल गरे दोस्रो चरणमा पुग्ने सम्भावना धेरै प्रबल हुन्छ। नेपालले इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज जस्ता ऐतिहासिक क्रिकेटिङ राष्ट्रसँग खेल्ने अवसर प्राप्त गर्दैछ। स्कटल्यान्ड र इटली जस्ता उदयमान एसोसिएट राष्ट्रका साथ भने नेपालको जित 50-50 को हाराहारीमा छ। इङ्ग्ल्यान्ड र वेस्ट इन्डिज मध्ये एकसँग चमत्कारिक प्रदर्शन गरेर जित ल्याउनु पर्न चुनौती छ। वानखाडेमा दर्शक दीर्घाबाट राम्रो साथ पाउने अपेक्षा गर्ने सकिन्छ। पछिल्लो विश्वकपमा नेपाल साउथ अफ्रिका र बंगलादेशसँग जित निकाल्न सकिने अवस्थामा थियो, तर केही धैर्यता र संयमताको अभावमा चिनो अन्तरले खेल हार्यो। यसपालि अर्को अवसर छ। समूह चरणका खेलहरू सुरु हुनुअघि नेपालले युएई र क्यानाडासँग 2 वटा अभ्यास खेल खेल्नेछ। समूह चरणका खेलहरू यस प्रकार छन्: फेब्रुअरी 8 इङ्ग्ल्यान्ड, फेब्रुअरी 12 इटाली, फेब्रुअरी 15 वेस्ट इन्डिज, फेब्रुअरी 18 स्कटल्यान्ड। नेपाली प्रशिक्षक स्टुवर्ट लले यस विश्वकपमा खेलको दिनमा खेलाडीले आफ्नो उत्कृष्ट खेल खेलेमा जित्ने सम्भावना भएको बताएका छन्। क्रिकेट खेल जति कठिन देखिन्छ त्यो भन्दा सरल छ, अनि जति सरल छ त्यो भन्दा भीषण छ। पिचभित्र र बाहिरका आफ्ना इतिहास छन् अनि नियम कानूनका आफ्नै ढाँचा छन्। हामी बिस्तारै यस विषयमा चर्चा गर्नेछौं। यसपालि विश्वकप बंगलादेश, पाकिस्तान र इन्डिया बीच पाकिरहेको खिचडीको कारणले गर्दा पनि निकै चर्चामा छ। नेपाली राष्ट्रिय टोलीले इतिहासमा नाम लेखाउनको लागि दोस्रो चरणको यात्रा गरेर सुपर 8 मा थप खेलहरू खेल्नु नै हो। त्यहाँबाट पनि अघि बढेर सेमिफाइनल र फाइनलको यात्रा तय गरेर उपाधि चुन्ने नै कुरा चाहिँ सपना मात्र हुन सक्छ, तर धेरै नेपालले उपाधि नै चुन्ने दावा गर्ने पनि तयार छन्। Comment below. How many games will we win? Don't have to tell the games. Just choose one of the option and paste it on the comment section. Option A, 1 out of 4. Option B, 2 out of 4. Option C, 3 out of 4. Option D, 4 out of 4. If you are a subscriber and predict correctly, 2 lucky people will win prize. First prize, 2,500. Second prize, 1,000. Comment valid till 7th of February. First 100 comments have a higher chance to win? Come on, let's predict. Remember, only subscribers will win. Come on, let's predict. Only for Genius. If you also predict the exact games we will win and the exact game we lose, you can have hands on the pool prize money of 5,000 Nepali rupees. Depending on how many right answers there are, the pool money will be divided. If you're the only one, you win the pool. Easy, right? First, 100 comments will get the first priority. Let's predict. We dance to the Madal beat. Together now in the street, Jhaure rhythm in our feet.